अस्ति भर्खरै दाँत निकालेको अब यहाँनिर यस्तो दुख्छ। रमणीयमा आएपछि साँच्चै मलाई यस्तो दशा किन लागेको हो कि कहिले दाँत दुख्ने, कहिले पानी चेन्ज भएर यस्तो शरीरहरू चिलाउने है। झन् त नेपालबाट मैले दबाई लिएर आएछु र अलिकति दबाई सबै लगाएर ठिक भयो कि पानी फेरिन्छ यसरी पानी मात्रै फेरेर ठ्याक्क 1 वर्ष कति 9 महिना लगभग 10 महिनाको हाराहारीमा दाँत यसरी दुख्यो। डाक्टर थिम गएँ तर डाक्टर थिम पनि यहाँ बोसलाई भनेको बोसले चाहिँ नि अनि म्यानेजरलाई भन्न भन्यो अनि म्यानेजरलाई भनेको म्यानेजरले पनि वास्ता गरेन। अनि त्यहाँबाट मसँग काम गर्ने व्यक्ति मास्टरलाई अनि भने त्यसले लिएर गयो एक्सरे यता गर्यो। तर प्रायः यहाँ इङ्ग्लिस अनि धेरै कम चल्छ। डाक्टरहरू त बोल्छ तर अरू मान्छेहरूले धेरै कम इङ्ग्लिस बोल्छ है। तर नेपालबाट आउँदाखेरि त सबै साथीहरू तपाईँहरू मनी बेसिक कोर्स छ नि जानेर आउनु होला है। अनि त्यहाँबाट दाँत निकाले है ठ्याक्क एक्सरे गर्न भन्यो। एक्सरे गरियो अनि त्यहाँबाट एक्सरे गरेपछि यताउता हेऱ्यो ठ्याक्क बङ्गारो के ठ्याक्क बङ्गारो भन्दा अलि यताको दाँत के ठ्याक्कै निकालिदियो। ठ्याक्क 3-400 लाग्यो। 4 त्यहाँ 12,000 रुपियाँ त ठिकै छ। त्यो अब स्वास्थ्यको लागि के फरक भएन। तर धेरै समस्या के हुन्छ भन्दाखेरि यहाँ बाइचान्स बिमारी भयो भने यहाँको साहुहरूले कसैले लिएर जान्न के लोकेसन दिन्छ लोकेसनमा जाने हो कि अब जान्यो जसले जान्यो जानेन भने अब रसदसो जानै पर्ने बाध्यता हो। त्यही भएर शरीर बलियो हुनुपर्छ है रमणीमा आउँदाखेरि। अब बाँकी अरू कुरा रह्यो चाहिँ नि रमणीयमा चाहिँ म समस्यामा छु। कसरी भन्दाखेरि कोसँग बोल्ने कम्पनीमा म एक्लो छु कि म एक्लो कोसँग बोल्ने। अब यहाँका मान्छेहरू पुरै इङ्ग्लिस जान्दैनन् रमणीय भाषा बोल्छन्। मैले बल्ल अलिअलि बुझ्छु अलिअलि बोल्छु 25%मा 10% बोल्छु बाँकी त सिक्नै छ। तर साउदी अरब मलेसिया भनौँ न त्यतातिरको ल्याङ्ग्वेज भाषाहरू धेरै सजिलो तर यहाँ सिक्नलाई धेरै गाह्रो के धेरै गाह्रो। सिक्नै सकिन्छ तर धेरै गाह्रो के समय बेसै लाग्छ। अनि त्यहाँबाट कोसँग बोल्ने के त्यही भएर यसो झ्याउ लाग्छ। अनि टिकटक हेर्छु टिकटकमा मजाले यसो राम्रो लाग्यो भने कमेन्ट पनि गरिदिन्छु लाइक गरिदिन्छु। राम्रो लाग्यो भने है अब के गर्ने झ्याउ लाग्छ फेरि यसो सुत्छु अनि झ्याउ लाग्छ। त्यस्तो गर्दा 1 वर्ष ठ्याक्क टेकिएछ। अब 10-12 तारिकको हुन्छ। यस्तो झ्याउ छ कि तपाईँहरू आउँदाखेरि यो कम्पनीहरू कुनै पनि ठाउँमा आउँदाखेरि सिङ्गल नआउनु होला है। सिङ्गल आउनुभयो भने तपाईँहरूलाई यति दुःख हुन्छ नि आमा तपाईँ कोसँग बोल्नुहुन्छ कहाँ जानुहुन्छ मार्केट थाहा हुँदैन। यस्तो टेन्सनै हुन्छ नि यस्तो टेन्सन के एकदम टेन्सन हुन्छ। त्यही भएर तपाईँहरू यस्तो विचार गरेर आउनु होला है। आउँदाखेरि धेरै सोच विचार गरेर आउनु होला। आउँदाखेरि फेरि कपडाहरू मस्त बोकेर लिएर नआउनु होला त्यो फाइदै छैन। सस्तो मस्तो राम्रो बलियो यहीँ पाइन्छ। नसके गुन्डा बाँधेर चाहिँ नआउनु होला। एकदम ठिक्क लिएर आउनु होला। यहीँ पनि कपडाहरू पाइन्छ बलियो पाइन्छ राम्रो पाइन्छ मजाको पाइन्छ के। तर आउँदाखेरि बेसिक तपाईँ रोमानिया भाषा सिकेर आउनु होला। इङ्ग्लिस त सिक्नै पर्छ इङ्ग्लिस सँगसँगै रोमानिया भाषा सिक्नै पर्छ नत्र भने तपाईँहरू त्यस्तो हुन्छ। त्यही भएर यस्तो टेन्सन भयो कि मलाई कहिले दाँत दुख्ने कहिले के दुख्ने पुरा 32 दन्ता थियो मेरो घटेर 31 भयो। अब भन्ने कुरा पनि पुग्न छोड्यो। यस्तो टेन्सन भयो कि त्यही भएर होला मेरो भनेको कुरा पुरा नभएको कि यतिले 50 रुपियाँ पर्छ कि के गर्ने यो टेन्सनै भयो त नि। म यसो कहिलेकाहीँ सोध्छु यार अब के गर्ने होला भनेर यसो केटाहरूलाई फोन गर्छु कोसँग बोल्नु भने कोसँग बोल्ने भनेको यस्तो छ समस्या। धेरै गाह्रो छ हो रोमानियामा विचार गरेर आउनु होला। आउनुहोस् रोमानिया ठिक छ देश राम्रो हो। तर एकदम आउँदाखेरि तपाईँहरू जुन काममा भनेको त्यो काममा भन्दा अरूमा नआउनु होला है। एकदम गाह्रो हुन्छ। अनि तपाईँहरू आउँदाखेरि
हतार गरेर नआउनु होला है। रोमानियामा पैसा लुट्यो कि सक्यो भनेर नआउनु होला, ढिलै होस् तर आफूले जानेको काममा आउनु होला, यस्तो बेस्ट हुन्छ। अब म जानेको काममा आएर के गर्नु, मलाई म यस रेस्टुरेन्टमा कुक गरेको मान्छे बेकरीमा हालिदिएँ, के गर्ने, बेकरीको पनि भिडियो सिडियो हाल्नु मैले। यस्तो गाह्रो हुन्छ कि, त्यो भएर यस्तो समस्या भयो कि आज यसो यहाँ बसेको कि अब माथि जानुपर्छ, यसो दबाई लिएर आएको, दाँत दुख्यो अनि यहाँ दाँत मात्रै नै घाउ भयो क्या, यसो पिस्किरी हान्ने क्या यहाँ, त्यो स्प्रे हान्ने के भन्छ यस्तो स्प्रे हान्ने, स्प्रे हान्ने हो। गाह्रो छ, एकदम गाह्रो। कोसँग बोल्ने के, म कोसँग बोल्नेको समस्या धेरै छ। कोसँग बोल्ने, उनीहरू काम गर्ने मान्छेहरूले बुझ्दैन, यस्तो टेन्सन के। हस् त, धेरै बोलियो, अब फेरि अर्को भिडियोमा बोलाउँला है। धेरै बोल्दा पनि फेरि धेरै चिनी धेरै खायो भने त्यस्तो हुन्छ नि, त्यस्तो चाहिँ म धेरै बोल्यो फेरि तितो हुनसक्छ, नमिठो हुनसक्छ। त्यही भएर आउने साथीहरूलाई यस्तो होस् नहोस्, यस्तो नगर्नु भन्ने मात्रै कुरा गरेको। तर मलाई टेन्सन भयो कि अब कोसँग बोल्ने, के बोल्ने, यस्तो टेन्सन भयो कि अब साथी छैन। अब गाउँका यसो भाइ केटाहरूसँग कुरा गरेको गऱ्यो तर भने कोसँग बोल्ने, यस्तो टेन्सन। इङ्ग्लिस प्रायः एकदम कम बोल्छन् रोमानियाहरू, यस्तो छ। हस् त है।